लुका 2 को ल यहाँ सुन्नुस् एकदम महत्त्वपूर्ण 2 को 8 त्यही इलाकामा गोठालाहरू ध्यान दिएर सुन्नुस् यहाँनिर अनि म तपाईँलाई अलिकति यहाँबाट अलिक केही भन्नेछु त्यही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगालको रखबारी गर्थे प्रभुका एकजना स्वर्गदूत तपाईलाई विशेष गरी स्वर्गदूतको बारेमा भन्दैछु है सुन्नुहोस् है स्वर्गदूत शब्द भने याद राख्नुहोस् प्रभुका एकजना स्वर्गदूत तिनीहरूका देखा परे र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो अनि तिनीहरू साह्रै डराए 10 मा तब स्वर्गदूतहरूले तिनीहरूलाई भने नडराऊ किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको निम्ति हुनेछ आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ तिमीहरूलाई चिन्ह चाहिँ यो हुनेछ तिमीहरूले एउटा बालकलाई लुगाले बेरेर डुँडमा सुताइरहेको भेटाउनेछौ अब 13 मा इम्पोर्टेन्ट छ सुन्नुहोस् है अब इम्पोर्टेन्ट 13 मा आउँदैछ म तपाईँलाई देखाउन खोजेको यहाँनिर त्यति भने बित्तिकै सुन्नुहोस् है अब त्यति एउटा स्वर्गदूतले त्यति भन्यो त्यति भन्ने बित्तिकै सुन्नुहोस् है अब 13 मा तब एक्कासी ती स्वर्गदूतहरूसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति आमेन तिनीहरूलाई शान्ति अहिले हामी धेरै के कुरा गर्छौँ शान्तिको कुरा गर्छौँ अरू के कुरा गर्छौँ आनन्दको कुरा गर्छौँ हैन शान्ति आनन्द मान्छेले हराइसकेको छ अनि परमेश्वरको वचनले के भन्छ यहाँनिर त्यो स्वर्गदूतले के भन्यो जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति अब अलिक गहिरो कुरा जाउँ यहाँ भनेको छ के भनेको छ भन्दाखेरि 81 ती स्वर्गदूतहरू स्वर्गीय सेनाको एउटा दल देखा पर्यो कहाँबाट आयो स्वर्गदूतहरू कहाँबाट आयो स्वर्गबाट आयो हैन किन आएको कसको अधिकारमा आयो परमेश्वरको अधिकारमा आयो स्वर्गदूतहरू चाहिँ जहिले पनि परमेश्वरको अधिकारमा अख्तियारमा चल्दछ स्वर्गदूतहरू सुन्नुहोस् है परमेश्वरको अधिकार र अख्तियारमा मात्रै स्वर्गदूतहरूले काम गर्छ सुसमाचार सुनाउँछ तर तपाईँ हामी हाम्रै अधिकार चलाउँछौँ हाम्रै अख्तियार चलाउँछौँ भएन भने मेरो खुसी माई बडी माई विस मैले भने जस्तो मेरो तरिकाले गर्छु मेरो तरिका चलाउँछु तर स्वर्गदूतहरू परमेश्वरको अख्तियार र अधिकारमा मात्रै चल्छ आउँछ अनि स्वर्गदूतहरू चाहिँ परमेश्वरले स्वर्गदूतहरूलाई पृथ्वीमा पठाउनु भयो कहाँ पठाउनु भयो पृथ्वीमा पठाउनु भयो ताकि पृथ्वीमा गएर पनि त्यो सुसमाचार प्रचार गर्नलाई ताकि पृथ्वीमा गएर त्यो ख्रीष्टको जन्म उत्सव मनाउनलाई हालेलुया ख्रीष्टको जन्म उत्सव मनाउनलाई अनि स्वर्गबाट स्वर्गदूतहरू पृथ्वीमा आइकन ख्रीष्टको जन्म उत्सव मनाइरहेको छ आनन्द गरिरहेको छ रमाइरहेको छ भने आज मानिसहरूमा चाहिँ के हराइरहेको छ शान्ति हराइरहेको छ मानिसमा के हराइरहेको छ आनन्द छैन त्यति मात्रै नभएर सुन्नुहोस् यहाँ सुन्नुहोस् त्यति मात्रै नभएर पृथ्वीमा मात्रै होइन स्वर्गमा पनि सुन्नुहोस् है पृथ्वीमा मात्रै होइन स्वर्गमा पनि परमेश्वरले ठुलो आनन्द मनाइरहनु भएको छ यतिखेर आमेन पृथ्वीमा मात्रै होइन परमेश्वरले स्वर्गमा पनि स्वर्गदूतहरूले स्वर्गमा पनि ठुलो आनन्द मनाइरहेको हामी त्यहाँनिर पाउन सक्छौँ कसरी उहाँले स्वर्गदूतलाई पठाउनु भयो संसारमा आनन्द मनाउनलाई भनेपछि पृथ्वीमा चाहिँ आनन्द मनाउनु त उहाँले भन्नु भएन पक्कै पनि उहाँ स्वर्गमा पनि माथि पनि परमेश्वरले आनन्द मनाइरहनु भएको छ हालेलुया अब किन आनन्द मनाउनु भएको होला किन मनाउनु भएको किन चाहिँ स्वर्गमा पनि आनन्द भयो होला किन चाहिँ स्वर्गमा पनि आराधना भयो होला किन स्वर्गमा पनि ठुलो रमाहट भयो होला किन भयो होला हजुर गुड जब उहाँ ताली बजाइदिनुहोस् त हो पोइन्ट यहाँनिर छ मेरो छोरा अब मैले पठाएँ संसारमा अब उसले दुःख पाउनेछ उसलाई कुट्नेछ उसलाई क्रुसमा चढाउनेछ गिल्ला गर्नेछ काँडे मुकुट लाउनेछ
कोराको चोट लाउनेछ भनेर परमेश्वर रमाउनु भयो होइन। तपाईँ हामीलाई उद्धार अनि मुक्ति पाउनेछ अब मेरो छोराछोरीले भनेको खातिर त्यसको कारणले गर्दा परमेश्वर माथि रमाउनु भयो। हालेलुया। अनि परमेश्वर तपाईँहरूलाई कति धेरै प्रेम गर्नुहुँदो रहेछ सुन्नुहोस् त, विचार गर्नुहोस् त, कति धेरै प्रेम गर्नुहुँदो रहेछ। अब मेरो छोराछोरीले मुक्ति पाउनेछ, उद्धार पाउनेछ, अनन्त जीवन पाउनेछ, शान्ति पाउनेछ, चङ्गाई छुटकारा अभिषेक पाउनेछ, सबै कुरा चाहिँ अब फेरि फर्काएर म ल्याउनेछु मेरो एकमात्र पुत्र येशू ख्रीष्टको नाममा उनीहरूले सबैले उद्धार पाउनेछ। त्यो रमाटमा चाहिँ त्यो खुसीमा चाहिँ परमेश्वरमाथि स्वर्गमा रमाउनु भयो, आनन्द गर्नुभयो। परमेश्वर तपाईँलाई यति धेरै प्रेम गर्नुभयो ताकि उहाँले आफ्नो एकमात्र पुत्र संसारमा पठाउनु भयो। अनि उहाँको जन्म हुँदा चाहिँ स्वर्गमा पनि ठुलो रमाट भयो। तपाईँलाई म दोहोऱ्याइ भन्दैछु है, ठुलो रमाट भयो। वास्तवमा परमेश्वर त्यतिखेर रुनुपर्ने हो। किन रुनुपर्ने? अब मेरो छोरालाई दुःख पाउँछ, अब मेरो छोरालाई कुट्छ, अब मेरो छोरालाई काँडे मुकुट लाउँछ, अब मेरो छोरालाई क्रुसमा चढाउँछ, अब मेरो छोरालाई थुक्छ, कुट्छ, मार्छ। उसले सबै अहिलेसम्म कहिले पाप बोकेको छैन, त्यो पाप बोक्नुपर्छ। रुनुपर्ने वास्तवमा परमेश्वर। तर तपाईँ र हाम्रो खातिर उहाँ स्वर्गमा रमाउनु भयो, तपाईँहरूलाई बचाउनलाई, छुटकारा दिनलाई उहाँ स्वर्गमा रमाउनु भयो। उहाँमाथि रमाउनु मात्रै भएन, तल स्वर्गदूतहरू उहाँ ठुलो दल, एउटा दल पठाउनु भयो। अनि सबैभन्दा पहिलोपल्ट क्रिसमस मनाउने चाहिँ को हो भन्दाखेरि स्वर्गदूतहरू। यो गम्भीर, यो गहिरो रहस्य कुरा परमेश्वरको प्रेमलाई तपाईँहरूले बुझ्नु सक्नुपर्छ। तपाईँले बुझ्नुभएको यो कुरा इज भेरी इम्पोर्टेन्ट। उहाँले आफ्नो एकमात्र पुत्र, एकलौटे पुत्र किन संसारमा पठाउनु भयो? किन भन्दाखेरि तपाईँलाई यति धेरै परमेश्वरले प्रेम गर्नुहुन्छ, यति धेरै तपाईँलाई परमेश्वरले प्रेम गर्नुहुन्छ है। त्यही भएर तपाईँ जस्तो मूल्यवान व्यक्ति, प्रिसियस, परमेश्वरको नजरमा अरू को छँदै छैन। तपाईँलाई यति धेरै प्रेम गर्नुहुन्छ। त्यही भएर स्वर्गलाई नै रित्याइकन परमेश्वरले आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनु भयो ताकि तपाईँले उद्धार, मुक्ति, अनन्त जीवन पाउनु भएको होस् भनेर। आमेन। फेरि भन्न चाहन्छु, वाइ वी सेलिब्रेट क्रिसमस? क्रिसमस हामी किन सेलिब्रेट गर्छौँ? किनकि प्रभु ख्रीष्ट संसारमा तपाईँ हाम्रो पापलाई उठाइलैजानलाई उहाँ जन्माउनु भयो। परमेश्वरले आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टलाई संसारमा पठाउनु भयो।